हेलो नमस्ते, म चाहिँ आज ब्लगमा उपस्थित भइसकेको छु है। हेर्न सक्नुहुन्छ मलाई। यिनीहरू मेरो सब्सक्राइबरहरू छन्, बहिनीहरू टक्क देख्न सक्नुहुन्छ, देखाउँछु। अनि मैले चाहिँ आज बेलुकादेखि ब्लग गरेँ है। कति 6 बजे 6:30 भयो होला है, होइन? यता चाहिँ पढ्ने भनेर आउँछन् गाइज, पढ्दै पढ्दैन। नयाँ दाइले हेर्नुभयो भने यहाँ पढ्ने केही छैन कि, यिनीहरू पढ्ने हिँड्न नि गाइज, यिनीहरू हल्ला मात्रै गर्ने हुन्। तब मैले ब्लग गरेर राखु, अब यिनीहरूको बिल्ला गर्नु पर्यो नि त मैले। तर हामी फेरि यिनीहरूको मेरो हामी नि पढ्दैन, त तिमीले पढ्नुपर्छ के अरे। यो चाहिँ सृष्टि, अरू नाम थाहा होइन मलाई, माइन्ड नगराएको यार गाइजहरू यार। सृष्टि अब कस्तो भ्यू आएको यार गाइज, हेर्नु त। आहा मिठो, आहा है ल गाइज। अब सिधै हामी भोलि भेटौँ, भोलि अथवा कहिले भेटौँ, भोलि भेटौँ। बाई बाई भन्दै, भोलि भेटौँ मन। देख्न सक्नुहुनेछ आज चाहिँ बिहान भइसकेको छ होइन। रोपे गर्ने केटाहरूले यता चाहिँ खेतला हुन् गाइज, हेर्न सक्नुहुन्छ। हामी ओनर हेर्ने निरीक्षक गर्ने मान्छे भनौँ न। ए बुढा त दाँडी अलि बुस्ट हान्नमै भएन यो थर्काएको असार लायो भन्दै गीत गाउँदै रोपा उ गर आना। बुढाले भ्याइन लागिसक्यो यार। ओके गाइज हेर्नु न, अझै चल खान बुढाले गोरु 2 घन्टामै भ्याइदिन्छन् है एक हलको। खतरा एक हल अलिकति बढी हो बुढाको। जल चाहिँ हामी टक्क खानासाना खाइसक्यौँ होइन। टक्क अनि खानासाना खाएर हिजो नेक्स्ट टाइम भयो नि त। अनि त्यो हल्का केटाहरूले काम गरेको थियो नि त, के गरेको थियो है। ऊ तैँले गरेको थिइस् दे यो भाइले नि गरेको थियो गाइज यार। अहिले भर्खर यसले काम असारमा के अरू उसको मेला गएनस् न एकछिन सहयोग। कसको रे भन नाम के हो, गोरे भाइ भन्जाको अग्रस भाइको है। सहयोग गर्नु गएको थियो गाइज है। टक्कमा भात खाँदा खाना खाएनस् मैले थाहा। किन खाएको त नि? जान्छ खान जाम यार, बस्यो भन्दैछ जाम कस्तोमा जाम न। पहिला खाना खरेर ल्याइदिउँ न केटा, भातै खानेर बिचराले खानै खाएन अरे यसले। हामी चाहिँ गाई टक्कर लाइन नआएर केपी दाईको अङ्कल हो कि सालो मरेर हामी अब चाहिँ टक्क झर्न जाँदैछौँ। तर यसले देखायो भने म देखाउन्न, क्याप्चर पनि देखाउन्न, देखाउँदिनँ नि, देखाउन्न नबोल टक्क होइन। मा यस्तो घाम पऱ्यो यो मा केरा पाकेतिर पाकिन्छ गाइज। यस्तो घाम छ, टक्क देख्न सक्नुहुन्छ भ्यू, मस्त मजा लिनु होला। अब त राइनोस्कोट देख्यो होइन। यो कुन ठाउँ हो भन्छ ओइ? यो काली बगैँचा भन्ने ठाउँमा छौँ हामी चाहिँ। बडाहारे काली बगैँचामा छौँ। अनि झर्न जान्छौँ। अब के हुन्छ कसो हुन्छ भेटिरहनु पर्छ, तपाईँले माया गरिरहनु पर्छ, त्यही हो गाइज है। ओ काले गर भ्लग हेरे भाइ, भ्लग हेरे आज काली। उनी त हाम्रो भान्जा र आरुष भाइ चाहिँ त्यहाँ माछा मार्दैछन्। अब यिनीलाई घाममा मैले नजाउँ भन्दा नि गहनकै जबरजस्ती। भान्जा तिमी जबरजस्ती गयो माछा मारेर मैले पठाएन नि, फेरि खान्छ चुटाइ। त्यहाँ मस्त माछा मारे खान। आज आधा किलो मारे भने त भरेला हुन्छ नि त गाइज है। टक्क देख्न सक्नुहुन्छ। होइन मार्छ नि दालले, मारिदिन्छ अरे गाइज यसले है। टक्क डेन्जर गर्मी भए गाइजहरू, क्यारेर बस्नु भए हजुरहरू घरतिर यस्तो यार, मलाई भेट्न आए पनि हुन्थ्यो। यस्तो गर्मी भए साथी बन्यो शङ्का गुड गाइज। कस्तो भ्यू मिठो आएको गाइज यार, भ्यू चाहिँ मस्त आहामा। टक्क हामी बस्नु नेचुरल ठाउँमा बस्नु भनेको बबाल हो कि, तर घरमा बस्ने लाइनहरू आएन नि त। खानासाना खाइ गरी के गरी हामी टक्क हिँड्दैछौँ भन्नाले नि हामीहरूले बसिरहेछौँ भनौँ न। एज वी क्यान सी बसिरहेछौँ। मकैहरू नि हल्का पहेँल भइसकेको छ। त्यही नै गाइज लाइफ यस्तो चलिरहेछ। हजुरहरू कस्तो चलिरहेछ भन्नु होला मलाई टक्क होइन। म हजुरहरूलाई के गर्छु यार। उता चाहिँ गाइज त छोटे बसिरहेको गाइज, त्यही खाना खाएन छिटो आज भाइ त्यहाँ लुकिरहेको त। त्यसलाई अब त्यो हामी देखिसक्यो कि त्यो आउँछ, अब फिक्स आउँछ भन्ने हामीलाई शङ्का लागिसक्यो टक्क होइन। केटाहरू चाहिँ माथि ग्राउन्ड छ, फेरि टक्क ग्राउन्डतिर जाँदैछन् केटाहरू होइन। चट्ट देख्न सक्नु टक्क झर्ना उक्लिँदैछौँ टक्क होइन। यति सेफ्टी त गर्नु पऱ्यो नि त। अनि टक्क फेसवास भन्न आएको छु फेरि सनस्क्रिम, अनि टक्क प्लस योमा यो लगाएर त हिँड्नु पऱ्यो नि त। अनि कालो भयो भने त फेरि केटीहरूले हेर्दैन नि त हामीलाई। फेरि हामी झर्न जाँदैछौँ। टक्क देख्न सक्नुहुनेछ यताको भ्यू मस्त झरना। हामी चाहिँ त्यहाँ झरना चाहिँ कस्तो हो भन्दा नेचुरल
नबोल गाइज टक्कमा आएर ग्याङ कस्तो यार ग्याङ त म डेन्जर बनाइदिन्छु नि म जबरजस्ती भयो नि ग्याङ बनाउँछु कि बुझ्नु आफै खुट्टा फेरि मेरो मर्केर बल्ल विश्व भए हल्का फुल्का सक्क होइन कि हामी होइन जना चाहिँ नेचुरल हो फेरि त्यसरी राम्रो छ भन्ने चाहिँ होइन नेचुरल जस्तै छ तपाईँको मकैहरू चाहिँ यस्तो भए मकैहरू यस्तो गाई भन्नुपर्छ क्या ओ केटा हो मकै गाई भन मकै गाई झन् यति हिँड्नु कस्तो थके लाग्यो मलाई डेन्जर भए डेन्जर थके लगाइरहेको टक्क झर्ना पनि थियो मैले भान्जाको चाहिँ कपाल काटिदिएको आज खतरा देखेन अरे भान्जा उयो कपाल काट्दैन आज गुड कपाल काटेन भान्जाले टक्क काटिदिएँ मैले बिहान ड्याङ 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 कस्तो डर लाग्ने हो र त्यहाँ हिँड न आनन्दले अरे हामीलाई डर लाग्यो भने जबरजस्ती भने म लैजान्छु यिनलाई यिनीहरूको रिभ्यू लिन्छु म अहिले गाई एकछिनमा रिभ्यू टक्क म त मोजा लाएर गएको नि त यिनीहरू चाहिँ आफै पारामा हिँड्छु म त मोजा लाएर हिँड्छु हामी चाहिँ झर्नाको त तल फेदमा भनौँ न फेदमा छौँ टक्क होइन कस्तो हल्का चिप्लो चिप्लो छ चिप्लो भयो भने हामी एडजस्ट गरेर हिँडिरहेका छौँ केटाहरूको एक्साइटेड हामी झर्ना आइसक्यौँ गाई ओभर एक्साइटेड नहुनु गाई यार बब्बाल छ झर्नामा यार 1 लाख त दिनै पर्छ यार के हो हाम्रो बर्डरको सबभन्दा ठुलो झर्ना हो गाई 1 लाख है ड्यास ड्यास गाइस डेन्जर लगाइदिनु झर्ना ओइ माई गड भान्जा झर्ना ठुलो हो किन झर्ना चाहिँ गाइस क्लास ठुलो बवाल छ 1 लाख दन्काउनु पर्छ यसलाई चाहिँ ओके ओ पौडी खेल्न हिँड्ने गाउँले भान्जा हिँड्नु चिप्लो है माथि बिस्तारै भान्जा जाँदैछ माथि म हिँड्दैछु चिप्लो अन्त गाई हल्का फुल्का केटाहरू नआउँदैछन् झर्नाको हालत देख्नुहोस् हेर्नुहोस् देशको हालत हेर्नुहोस् यिनीहरूको बक्सर सक्सर देखिरहन्न अब त यिनीहरू थुन्दैछ यहाँ पौडी खेल्ने ठाउँ बनाउँदैछन् गाइज के छ अरे भान्जा तिमीलाई घिन लाग्यो तर भिडियोको लागि मात्रै भने हो कि नौन लाग्छ मजा आउँछ ल गुड टक्क देखिन्छ गाई टट्ट पारामा लभली भ्यू छ लभली भ्यू हेरौँ अन्त फुल भेटौँ Hit it already, still working, I'm still learning, I'm still searching, finally earning something, finally turning something called a profit. If I hear you talking shit, don't get caught in it. I'll be popping off and hit your ass, dropping all your shit. Yeah, I promise this, I got promises, you ain't stopping this. Cross my shit, you'll be knocking conscious. But my legs heavy. म चाहिँ टक्क पारामा नुहाउनु लाग्छु होइन यस्तो फोकर पानी भयो नि तर म फोकर पानीमा चाहिँ रोक फोकर पानीमा चाहिँ होइन टक्क म चाहिँ झर्ना मात्रै नुहाउँछु फेरि है टक्क हेर्नु के हेर्नु आहा आहा ओ मजा 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 अलि चर्कडी भन्न अलि चर्कडी भने केटा हो यिनीहरू टक्क यो बारदेखि टक्क यहाँ पोन मजा ल गाइस मजा आएको छ है म नि मजा लिन्छु टक्क कस्तै नावेल न भाइहरू कस्तो आइफोनहरू जति बेला आइफोन भन्ने यार कस्तो आइफोनहरू मलाई कस्तो कतिको र कोकोल भाइ त्यो त नि गाइज म चाहिँ टक्क नबोल भाइ नबोल एकछिन गाइज म हामी चाहिँ टक्क त्यहाँ पौडी सौडी खेलेर नबोल बोल 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 गाइज म चाहिँ टक्क होइन हामी पौडी सौडी खेलेर आइसकेपछि भाइहरू चाहिँ आइदारू किन जबरजस्ती मलाई के गर्न लान तँलाई त्यस्तो देखाउँछस् हो त्यो लाउँ थाहा छ भाइ
उनीहरूले पैसा ल्याए नि करोडपतिको बाउ छोराहरू उनीहरू धनी बाउको छोराहरू ल्याउनु मलाई गाइज है सबले सब्सक्राइब गर्नु ए मिस्टेक सरी है मेरो भाइ म त खानेकुरा दिएछ भने त खाइदिएको नि त म त फेरि पैसा दिन्छ चपाइदिनु नि गाइज हामी त अब यिनीहरूको म्याच हो भने खाने केटाहरूको होइन म्याच होइन भन्न म्या कस्तो भिडियोको लागि 150 रुपियाँ ल्याएको जस्तो त गाइज है ल मस्त ल अहिले हामी भेटौँ ल हामी बाई बाई त्यस्तो अहिले भेटौँ ल यसो च्याम्मान टो होइन बल खेल्न जाँदैछौँ कहाँ जान ज्ञान दिपे गाइज हामी काम केटाहरू सब भने त टन छन् म चाहिँ पछाडि सबसे पछाडि नचलाम खेल्नु अरे 1 लाखको मोबाइल फेरि छ चिट्टा परे मोबाइल रे चिट्टा परे अरे मा साँडै न गाडी सपोर्ट गर्दिने होला अरु भन 1 मिलियन पठाइदिनु होला गाइज ल ल ल सपोर्ट नगर्दिने होला ल सपोर्ट है ल हामी बल खेल्न जाँदैछौँ अब गाइज खरे हिँड्ने ठाउँमा होइन खरेमा पहिला त गयो जान त भ्लग पनि हाले हो फेरि हालौँ भनेर ओभर आइसक्यो काले मेरो एउटा एडिट काले एडिट कालेको फुल है ल ल ल ल ल कोचको हाम्रो जाइबल छ तेरो भन्न मिल्दैन ज्ञानदीपकै हानिदिन्छु अब म रोक ल गाइज त अब हामी चाहिँ कति भन्दै हामी अब आफ्नै ग्राउन्डमा आयो होइन भाइहरू नै आएछन् टक्क हामी अब खेल्न रेडी भइदिएछौँ बुट लाएर हामी फेरि कहाँ आएर भान्जा बाबु भन आफ्नै ग्राउन्डमा आइदियो होइन आफ्नै ग्राउन्डमा आइदियौँ गाइज हामी चाहिँ फुटबल खेल्न टक्क होइन त्यही नै हो अब हामी एकछिन फुटबल खेल्न यस्तो घाम भयो पनि खेलको मजा लियौँ होइन टक्क त्यही हो गाइज ल अब हाम्रो चाहिँ टक्क कति बज्यो भन्दाखेरि 3 बजी 4 बजी सक्यो गाइज है टक्कमा हामी चाहिँ घर आइसक्यौँ आज खाजा खायौँ कता नाटक गरेर भएकै भन्छौँ अनि हामी 8 कस्तो लटपटेको के भन्नु खोजेको चाहिँ टक्कै हाम्रो 4 बजी सक्यो लाइनहरू चाहिँ अहिलेसम्म आएको छैन क्या ट्रान्समिटर पड्केको छ त्यही भएर लाइन चाहिँ आएको छैन भ्लग कहिले आउँछ होइन हेर्नु पर्छ टक्क होइन यो त लमजुङतिर चाहिँ टक्क पानीको वर्षा हुन लागिसकेको छ गाइज चट्टामा चाहिँ म बसिरहेको छु अनि आजको भ्लगमा त व्यवस्था गर्छु टक्क होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुलाई के कस्तो लाग्छ नोटिफिकेसन अन गरिदिनु होला बाई बाई गाइज है टक्क त्यही नै बाई बाई